रहरले सहर बोलाउँछ। ठूला घर, फराकिलो सडक र चम्किला बत्तीहरूले धेरैलाई गाउँ छोड्न बाध्य बनाउँछन्। म पनि त्यही रहर बोकेर गाउँबाट सहर अनि सहरबाट परदेशसम्म आइपुगे। तर समयले एउटा कुरा सिकायो, जीवनको साँचो मिठास महलमा होइन, आफ्नै गाउँको धुलोमा रहेछ। त्यही धुलो जसले बाल्यकालका पाइला चिन्छ, त्यही आँगन जहाँ आमाको आवाज घन्किन्छ, त्यही बाटो जहाँ बाबुको सङ्घर्षको कथा छ। सहरले सुविधा दिन सक्छ, पैसा दिन सक्छ, तर मनलाई अपनत्व दिन सक्दैन। आज पनि थकित भएर आँखा बन्द गर्दा परदेशको कोठा होइन, मेरो गाउँ देखिन्छ। किनकि जहाँ धुलोमा पनि अपनत्व हुन्छ, जहाँ आफ्ना मान्छे हुन्छन्, त्यही मनले शान्ति भेट्छ। र अन्त्यमा रहरले सहर त बोलाउँछ, तर मन भने सधैँ गाउँमै फर्किन खोजिरहन्छ। पहाडियाले तराईवासीलाई चाहिँ दुध बेचेको चाहिँ टक्क चित्र बनाएको छ हेर्नुहोस्।